So hello guys, this is your Vinod Pradhan, Himalaya Roadies Season 6 को top 5 contestant and यो भिडियो चाहिँ म किन बनाउँदैछु भन्दा for those जो चाहिँ Himalaya Roadies Season 7 को लागि प्रेप गर्नुहुँदैछ है, जानु चाहनुहुन्छ। सो अब Himalaya Roadies को है प्री अडिसन को लागि just 2 months half or hardly 3 months बचेको छ है, किनभने जुनको लास्ट वीकदेखि स्टार्ट हुन थाल्छ र फर्म्सहरु अवेलेबल हुन थाल्छ है अनलाइनमा। सो दिस इज द पर्फेक्ट टाइमिङ है तपाईहरुको लागि। तपाईहरुले हिमालय रोडिज को लागि प्रिपरेसन गर्नुस् हैन। हिमालय रोडिज इज अल अबाउट स्ट्रेन्थ, एन्ड्युरेन्स एन्ड स्पिड है। तपाईलाई यादै छ, इफ तपाईले टास्क गर्न सक्नु भएन, त्यहाँ कम्पिट गर्न सक्नु भएन भने तपाई बाहिरिन्छ हैन। बाहिर तपाई जर्नी सम्म पुग्न सक्नुहुँदैन, किनभने तपाईहरुलाई प्री अडिसन देखिको लिएर पीआई मा, कलिङ मा सबैमा तपाईहरुको कम्पिटिसन हुन्छ। सो अहिलेदेखिको तपाईहरुले आफ्नो प्रिपरेसन सुरु गर्नुस् है र तपाईहरु अहिले नै कम्पिटिसनको लागि चाहिँ एकदम मजाले प्रेप गर्नुस्, किनभने तपाईहरुलाई है सेकेन्ड्सले पनि हार्छ। इफ तपाईहरुले मेरो एपिसोड हेर्नु भएको छैन, म जस्ट 18 सेकेन्ड्सले हारेको थिएँ है हिमालय रोड सिजन 6 को क्वार्टर फाइनलमा है। जस्ट फाइनलबाट म 2 स्टेप मात्रै पछि थिएँ र त्यसमा चाहिँ म 18 सेकेन्ड्सले हारेको थिएँ र अहिलेसम्म त्यो रिग्रेट छ कि 18 सेकेन्ड्स मैले अलि छिटो गरेको म त्यहाँ जग्गामा हुन्थेँ भने हैन, फाइनल पुग्ने चान्सेस थियो मेरो भन्ने थियो। सो त्यो रिग्रेट चाहिँ तपाईहरुलाई नहोस् भनेर तपाईहरुले अहिलेदेखिको तपाईहरुको प्रिपरेसन सुरु गर्नुहोस् र फेरि पनि अर्को भिडियो पनि बनाउने छु है। तपाईहरुले अनलाइन फर्म कसरी पाउनुहुन्छ र अफलाइन कसरी हिमालय रोडिजमा अप्लाई गर्न सक्नुहुन्छ, अनि तपाईहरुलाई यो कलिङको कतिवटा अडिसन फेस गर्नुपर्ने हुन्छ र तपाईहरु जर्नीमा पुग्नुहुन्छ है। त्यसको लागि म अर्को भिडियो बनाएर मेरो युट्युब च्यानलमा हाल्ने छु। टिल देन स्टे ट्युन र तपाईहरुले मलाई टेक्स्ट पनि गर्न सक्नुहुन्छ है रिगार्डिङ हिमालय रोडिज सिजन 7 को लागि। सो यति भन्दै फेरि आउने छु म नेक्स्ट भिडियोको साथ। सो टिल देन स्टे ट्युन गाइज एन्ड कीप सपोर्टिङ।